यो चाहिँ नाम्चेको एनटिभी टावरमा भएको खुल्ला चौरी आनन्द छ यहाँनिर धरानबाट टाढा पनि होइन। यहाँ नाम्चेको पिकनिक स्पोट रहेछ। यहाँबाट चाहिँ हामी यस्तो खाँदैछौँ, यहाँ बसिरहेको छ। यस्तो दामी भ्यू छ यार यहाँनिर। हाल्दो हुन्छ, बियर सर्भिस पनि भइहाल्छ यहाँनिर, शीतलहरू पनि भइहाल्छ, बस्ने ठाउँ पनि यहाँ छँदैछ। बस्नु पनि दामी छ नि त यहाँनिर। यहाँ त अहिले यो हुसु आइरहेछ र त शीतल हो। बियर पनि आइहाल्यो यहाँनिर। ए हुन्छ हुन्छ दिदी, हुन्छ, हस् हुन्छ, धन्यवाद। अब हामीले लिएको काल्सबोक सक्यो, अब टुबक खाने हो।